here, making each day of the year. हेलो साथीहरू, हजुर सम्पूर्णलाई स्वागत छ मिना बोल्न युट्युब च्यानलमा। अनि नमस्ते लासो फ्याफला साथीहरू। आज हामी चाहिँ बेमा जाँदैछौँ साथीहरू। साडी लगाएर जान अप्ठ्यारो भएर चाहिँ मैले ब्यागमा साडी राखेर गाडीमा चढेँ साथीहरू म चाहिँ। अनि गाडीमा सबैजना कोच भएर चाहिँ बसेको, किनकि गाडीमा 14 जनाको मात्रै सिट थियो साथीहरू। हामी चाहिँ 15-16 जना भइसकेको थियो। अनि सबैजनालाई चाहिँ बस्न अप्ठ्यारो भइरहेको थियो। त्यही पनि अब अप्ठ्यारो भए पनि त हामीले त ठाउँ त एडजस्ट गरेर जानु पर्यो साथीहरू। अब सबैजना एकै ठाउँमा जाने हो भनेर सबैजना चाहिँ हातेर मिलेर बसेर हामी चाहिँ बेघरतर्फ लाग्यौँ साथीहरू। अनि सबैजना चाहिँ एकदम होइन हाँसी रमाइलो गर्दै गर्दै हामी चाहिँ बेघरतर्फ लाग्यौँ, किनकि हामीलाई चाहिँ निम्तो सबैजनालाई आएको थियो। अनि हामीले चाहिँ बिच बाटोमा रोकेर चिसो खायौँ साथीहरू। सबैजना चाहिँ चिसो खाने भनेर गाडी रोकाएर अनि त्यसपछि म चाहिँ चिसो हाल्दै थिएँ। सबैजना चाहिँ गिलासमा यता दिने उता दिने गरिरहनु भएको थियो साथीहरू। अनि मेरो छोरीले चाहिँ सोधिरहेको थियो सबैजनालाई, तपाईँहरूलाई कस्तो रमाइलो भएको छ कि छैन यात्रा गरेर भन्दै थियो। सबैजना चाहिँ एकदम रमाइलो भयो भन्दै हुनुहुन्थ्यो। यतिकैमा मेरो देउरानीले चेस गर्ने भनेर फेरि चेस गरे साथीहरू। अनि त्यसपछि हामी सबैजना चाहिँ एकदम चिसो खाएर फेरि अगाडि बढ्यौँ साथीहरू। हामी चाहिँ जाँदैछौँ है बेघरतर्फ साथीहरू। अनि बाहिर फेरि त्यसपछि हाम्रो चाहिँ बेघरमा जाने गेट पनि आयो साथीहरू। अनि हामी बेघरको चाहिँ जाने बाटोमा लागिसक्यौँ साथीहरू। अनि त्यो बाटो चाहिँ अलिक कच्चा भएको भएर चाहिँ एकदम फेरि अप्ठ्यारो भयो। त्यसपछि चाहिँ फेरि नानीलाई उठाएर उता साइडमा राखेर चाहिँ फेरि हामी जान्छौँ। अनि साथीहरू उहाँ चाहिँ दिदी हुनुहुन्छ, एकदम रमाइलो भयो भन्दै हुनुहुन्छ है। मेरो छोरीले सोधिरहेको थिइन्, अनि उहाँ दिदीलाई चाहिँ एकदम दामी भयो भन्दै हुनुहुन्छ। अनि त्यसपछि फेरि उतापट्टि पनि आन्टीलाई सोधेको दामी भयो भन्छन्, फेरि आमा पनि भन्नुहुन्छ एकदम ब्युटिफुल भन्दै हुनुहुन्छ। अनि त्यसो साथीहरू मलाई चाहिँ एकदम धुलो आइरहेको थियो, त्यही भएर मैले चाहिँ फेरि सल्ट टाउकोमा राखिराखेको थिएँ साथीहरू। अनि त्यसपछि म चाहिँ फेरि मेरो माइत गाउँमा बे पनि छ भन्दै म चाहिँ एकदम खुसी भएँ साथीहरू। अनि त्यसपछि फेरि उतापट्टि पनि देखाउँछन् ठुलोमम्मीलाई, तपाईँलाई केही भन्नु छ भने त मलाई आउँदैन बोल्न भन्दै हुनुहुन्छ फेरि ठुलोमम्मी चाहिँ साथीहरू। किनकि सबैजना चाहिँ एकदम रमाएर एउटै घरमा होइन थुप्रोजना साथीहरू एकैचोटि जान पाउँदाखेरि एकदम खुसी भएर फेरि उता साइडमा आन्टी चस्मा मिलाउँदै थियो। अनि फेरि उता भतिनीले सोधेको, भतिनी चाहिँ पनि एकदम राम्रो लाग्यो भन्छ। यता फेरि हजुरबुवालाई सोध्छन् नातिनीले फेरि भन्नुहुन्छ फेरि ओहो म त केही पनि बोल्दिनँ भने त एकदम चुइगम मात्रै चपाइरहनु भयो। अनि त्यसपछि उता अङ्कल तपाईँलाई कस्तो लाग्यो भनेको, अङ्कलले फेरि नसुनेको जस्तो गरेर हाँसी मात्रै दिनुभयो। त्यसपछि सानो नानी पनि थिइन्, उसलाई पनि रमाइलो लाग्यो भन्दै छिन्। उनले साइडमा घुमाएर फेरि आन्टीलाई सोध्छिन्, आन्टी भन्छ एकदम रमाइलो। त्यसपछि हामी मास्तिर लाग्यौँ साथीहरू। यो चाहिँ पिच रोड हो हाम्रो। त्यसपछि अलिकति आइएफसी ग्राइबलमा चाहिँ एकदम धुलो उडेर हामी सबजना गम्लङ्ग मुख छोकेर साथीहरू हाँस्दै हामी चाहिँ बेघरतर्फ लाग्यौँ साथीहरू। अनि त्यसपछि अलि माथि गएपछि झनै धुलो उड्यो साथीहरू। त्यसपछि पछाडि बहिनी सबैजनाले चाहिँ फेरि के गर्यो त मुख छोप्यो साथीहरू। अनि हाँस्दै थियो। त्यसपछि हामी एकैछिनमा बेघरतर्फ आइपुग्यो, किनकि हामी चाहिँ अब नास्ता खाजा खाने भनेर गयो। त्यसपछि फेरि अनि नास्ता खाएर हामी चाहिँ ठ्याक्कै साडी लगाएर रेडी भयो। अनि त्यसपछि मैले चाहिँ आफ्नो लुक कस्तो आएको छ भनेर मैले देखाएँ साथीहरू। अनि मेरो छोरी दुइटा चाहिँ फेरि त्यो साइडमा कुनामा बसेर मेकअप गर्दै थिइन्। अनि त्यसपछि फेरि मेरो छोरी दुइटा हाई गर्छिन्। त्यसपछि मैले बाहिर गएर मेरो साथीहरूलाई, मेरो दिदीहरूलाई, मैले देउरानीहरूलाई, भतिनीहरूलाई सबैलाई देखाइदिएँ। उहाँहरू चाहिँ साडी लगाएर चिटिक्क परेर अगाडि नै बसिसक्नु भएको थियो। म चाहिँ अलिकति ढिला भएको थियो, किनकि मैले साडी मिलाउँदा मलाई चाहिँ अलिकति टाइम लाग्यो, त्यही भएर चाहिँ म चाहिँ अलिकति ढिला भएँ साथीहरू। अनि त्यसपछि उता देउरानी फेरि मक्कै थिइन्, यता मेरो बुवा र आमा चाहिँ फेरि बसिरहनु भएको थियो साथीहरू। अनि त्यतिकैमा हामी सबैजना छिटो जानुपर्छ, फेरि बेहुली हेर्नुपर्छ भनेर मैले छोरीलाई बोलाएँ। मेरो छोरी फेरि रिसाइराखेको थिइन् भित्र, यो मम्मी कति कराउनुहुन्छ भनेर। अनि मैले बोलाएँ छोरीलाई। त्यसपछि हामी चाहिँ फेरि बेघरतिर जानुपर्छ, ल छिटो गर भनेर बेघरतर्फ लाग्यौँ साथीहरू। ल हामी चाहिँ जाँदैछौँ, मेरो माइत घरबाट चाहिँ बेघर चाहिँ नजिकै छ। त्यसपछि बेघरमा आइपुग्यौँ, हामी चाहिँ एकदम रमाइलो गरिरहेको थियो उहाँहरू चाहिँ। अनि त्यसपछि फेरि बेहुला बेहुली टिकाटालो गर्ने ठाउँमा पनि मैले देखाएँ साथीहरू। यता फर्किने चाहिँ उहाँ चाहिँ बेहुलीको फुपू, अनि निहुरिने चाहिँ बेहुलीको अङ्कल हुनुहुन्थ्यो। अनि बेहुला बेहुलीको टिकाटालो चलिरहेको थियो। अनि त्यसपछि म चाहिँ त्यहाँनिर उभिएर एकछिन मैले चाहिँ बेहुला बेहुलीको भिडियो लिएँ साथीहरू। अनि यता घरपट्टि बेहुलीको घरपट्टि चाहिँ सबैजना नाचिरहेका थिइन्। मेरो छोरीहरू पनि नाच्ने भन्दै आउँदै थिइन्। त्यतिकैमा फेरि देउरानी पनि नाच्छु भन्दै नेउरानी पनि फेरि मस्किरहेकी थिइन्। अनि साथीहरू हामीले चाहिँ रमाइलो गऱ्यो एकदम होइन। त्यतिकैमा हाम्रो चाहिँ घर जाने बेला भयो। बिदाबारी गरेर हामी फेरि गाडीमा बस्यौँ साथीहरू। अनि हामी चाहिँ घरतर्फ फर्क्यौँ साथीहरू। हामी चाहिँ अब चाहिँ माइतबाट बिहे सकेर घरतर्फ आउँदैछौँ साथीहरू। रात परेर फेरि मेरो देउरानी चिच्याउँदै थिइन् त्यहाँनिर, फेरि पछाडिबाट गाडी आउँदै थियो, ऊ चाहिँ थप्पडी बजाउँदै आउँदै थियो। त्यसपछि हामीले चाहिँ बाटोमा एकदमै रमाइलो गऱ्यो साथीहरू, किनकि अब अँध्यारो भइसकेको थियो। अँध्यारो भइसकेपछि चाहिँ हामीले चाहिँ अब यतिकैमा किन जानु भनेर गीत गाउँदै ताली बजाउँदै एकदम हाँस्दै रमाइलो गर्दै हामी चाहिँ घरमा आयौँ साथीहरू। अनि त्यतिकैमा चाहिँ हाम्रो घर पनि आइपुग्छ साथीहरू। अनि सबैजना चाहिँ अब चाहिँ रात धेरै भयो भनेर हामी चाहिँ गाडीबाट उत्रेर आफ्नो घरतर्फ जान्छौँ साथीहरू। अनि हजुरहरूले यो भिडियो त्यतिकैमा हाम्रो घर पनि आइपुग्छ साथीहरू। अनि हामी चाहिँ घरमा उत्रेर आफ्नो घरतर्फ जान्छौँ। र साथीहरू हजुरहरूले भिडियो हेरिदिनु भएकोमा धन्यवाद। अनि साथीहरू मेरो
युट्युब च्यानललाई लाइक सब्सक्राइब र मिठो कमेन्ट पनि छोड्न नबिर्सनु होला साथीहरू।